किन गर्दिन अहिले चाहिँ मेमोरी अन्त अघि चाहिँ मेरो ओइल लगाइदिँदै थियो बहिनीले हो मैले सिकाएको होइन हेलो एभ्रीबडी गुड आफ्टरनुन नमस्कार सिवार हेलो एभ्रिवान गुड आफ्टरनुन सो अहिले चाहिँ इङ्गाले मलाई मेकअप गर्नु हुँदैछ अन्त हेलो एभ्रीबडी गुड आफ्टरनुन नमस्कार सिवार हो मेकअप भन्दा पनि बहिनीलाई राम्रै बनाउँदैछु हो म चाहिँ मेकअपमा छु अहिले किनभने भर्खर मैले ट्रान्जिसन भिडियो गेट रेडी विथ मेकअप भिडियो बनाएर बसेको है अन्त बसेर मात्रै भिडियो बनाउनुहुन्छ बेसी उभिनु हुँदैन है अनि बहिनीलाई चाहिँ मैले राम्रै बनाउँदैछु फर द्याट हाम्रोमा छ यो क्युट क्युट रबर ब्यान्डहरू के केहरू छ अन्त उसको लागि यो उसकै हो यो सबै हो उसको फर्म अब हामी कपाल बनाएर राम्ररी बनाउँछु अन्त फोटोसुट गरिदिने आज बहिनी सन्डे त्यहाँदेखि चाहिँ बहिनी पढ्छ है अनि म त टिभी हेर्छ आज चाहिँ यहाँ भएन नानी अब ठक्कै अब यो कपाल चाहिँ कोर्दैछु अहिले कोरिसकेर म रेडी बनाइसकेर मात्रै अब फेरि सुट गर्छु बिकज किन गर्दिनँ अहिले चाहिँ मेमोरी फुल हुन्छ अन्त प्रियासाले यो टाइपले भिडियो बनाउनु सक्दैन है अन्त अघि चाहिँ मेरो ओइल लगाइदिँदै थियो बहिनीले हो अब चाहिँ हाम्रो बहिनीको मैले लगाइदिँदैछु यो ओइल यत्रो छ नि हाम्रो बहिनी सकेको है उयो चाहिँ के भन्छ त्यो अर्को चाहिँ बहिनी मामाले किन्नु लाग्छ भने कसलाई दिनुभयो अर्को दुबाल सिधा पढ्नु अलमोन्ड चाहिँ होइन अलमोन्ड चाहिँ दिदी लानु भाइ ठुलो हो थियो नि त्यो चाहिँ अन्त हाम्रो बहिनीले दुईवटा तिर्छ भइसक्यो है कम्ती लगाउँछ भोलि स्कुल जान्छ भोलि लगाउँछ ल हुन्छ अन्त सो अब बहिनीको फुल भिडियो हेर्नको लागि आफ्टर रेडी चाहिँ कस्तो देख्दो रहेछ बहिनीलाई टिल देन स्टे ट्युन अहिले चाहिँ अब भिडियो पज गर्नुहोस् बहिनी ल बाई बाई ओके फाइनली म चाहिँ अहिले रेडी भइसकेँ है तपाईँहरूलाई कस्तो लाग्यो मेरो आउटफिट कमेन्ट बक्समा लेखिदिनुहोस् न मैले सिकाएको होइन कसले सिकायो कसले सिकाउनु भयो त्यस्तो बोल्नु मैले क्यामेरा रेडी बनाएको मात्रै थियो आफै बोल्नु थालिहाल्यो यहाँ म चढ्नुहोस् न सोफामा नानी त्यही भएर सोफामा चढ्नुहोस् न केही हुँदैन लु ढेन्टान कहाँ छ हाम्रो बहिनी सो बहिनी रेडी भइसक्यो अब चाहिँ बहिनी मलाई त्यो गर्नुभन्दा अगाडि के गरिदिने पर्छ याद छ दबाई दलेर चाहिँ खाजा खाने हो अनि बहिनी पहिला टिभी हेर्छ होला सायद अन्त पढ्नुपर्छ बाई बाई बहिनी बाई बाई एभ्रिवान लभ यु एभ्रिवान अब फोटोसुट हुन्छ है बहिनीको ल हुन्छ सो फाइनली बहिनी चाहिँ यस्तो देखिरहेछ हो एकदमै प्रिटी देखिरहेछ यसो गर्दैन नि बहिनी यस्तो अब चाहिँ बहिनीको फोटोसुट गर्ने ल यो चाहिँ फाइनल लुक चाहिँ खास यो बहिनीको आउटफिट कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेखिदिनुहोस् होला बाई बाई से बाई 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 यस्तो गर्न थाल्यो भने चाहिँ छुट्टिने